तपाईँले पनि धेरै इन्क्वायरीहरू चाहिँ लुज गरिरहनु भयो, त्यो इन्क्वायरी चाहिँ जुन चाहिँ पोटेन्सियल लिड बन्न सक्थ्यो, तपाईँले चाहिँ यो टेक्निक चाहिँ युज गर्न सक्नुहुन्छ है त। यो चाहिँ हामीले हाम्रो बिजनेसमा पनि युज गर्छौँ। यो ब्याम फ्याम टेक्निक जुन चाहिँ एलेक्सले क्रिएट गरेको थियो, उसले चाहिँ एलेक्स जो ब्याम फ्याम भनेको चाहिँ बुक अ मिटिङ फ्रम अ मिटिङ। यसको मतलब यदि कुनै पनि इन्क्वायरी मलाई आज आयो, मानौँ त्यो इन्क्वायरी आज क्लोज भएन भने मैले चाहिँ आजै अब अर्को मिटिङ चाहिँ बुक गर्छु क्या। सो तिनीहरूलाई पनि थाहा होस् र त्यो लेट पनि घोस्ट नहोस् क्या त्यो, किनभने कतिपयचोटि चाहिँ हामीलाई चाहिँ इन्क्वायरी आउँछ अनि उनीहरूले फोन राखिदिन्छन् अनि तिनीहरू हराउँछन्। सो त्यो हरायो भने फेरि तिनीहरूलाई नयाँ क्लाइन्ट बनाउन चाहिँ एकदम बढी टाइम लाग्छ। जो चाहिँ वार्मअप छ, जो चाहिँ तपाईँलाई चिन्छ, तपाईँलाई फोन गर्छ, तिनीहरूलाई चाहिँ तपाईँले इजिली क्लोज गर्न सक्नुहुन्छ। सो तपाईँले चाहिँ त्यतिखेर नि अर्को मिटिङ बुक गरेर चाहिँ क्लोज गर्नुभयो भने चाहिँ बढी चान्स हुन्छ तपाईँले चाहिँ त्यो कस्टमरलाई चाहिँ लिड बनाउन, त्यो लिडलाई चाहिँ कस्टमर बनाउन। सो तपाईँले यो टेक्निक युज गरेर चाहिँ आफ्नो बिजनेसलाई चाहिँ ग्रो गर्न सक्नुहुन्छ है त।